सेकुवा के छ ओ सेकुवा यस्तो हुन्छ साथीहरू सेकुवा ल हेरौँ है को कोलाई मनपर्छ खाने बेला चाहिँ भइसकेको छैन रहेछ यो चाहिँ अलिक बिसाके भन्दैछु के बुलेर जस्तै क्युट रहेछ सानो सानो चुटुक्क परेको हेलो एन्ड दर्शन नमस्ते वेलकम ब्याक अगेन दिस इज नितिपा साम्पाङ अनि आज म चाहिँ कहाँ जान लाग्छ भने तल हाम्रो बेसीतिर यसो जानु पर्यो भनेर हैन निस्किन आएको छ साथीहरु अनि म चाहिँ अब बाटोतिर भेट्दै गरौँला अनि म बेसीतिर के कस्तो छ हैन त्यहाँको दृश्यहरु पनि देखाउँला है त साथीहरु टोमा हिँड्दैछु नानी चारको पोका बोकेर या आज चाहिँ धेरै पछि निस्क्यो नि त म निस्क्यो भन्दा नि धेरै पछि चाहिँ बेसीतिर गएको या गल्यो है हात त हिँड्ने बानी नि हटिसक्यो कहिले काहीँ हिँडिन्छ हिजो नि हिँड्न हिँड्ने थियो माथि बजार जाँदा गलेर फेरि घाम पनि त्यस्तै टाउको दुखेर अनि आज त घाम छैन त्यही भएर नि चारो नि भरेको थियो नि त यसरी हिँड्दैछु म अनि हाम्रो बेसी जाने बाटो चाहिँ यस्तो छ यस्तो दामी भ्यू देख्छ त खतरा भ्यू देख्छ क्या ल अझ ठ्याक्क के भन्छ पानी परेर अनि हल्का हल्का त्यो पानी रहेपछि त यस्तो दामीसँग खुल्छ क्या आकाश अनि बादल यस्तो दामी देख्छ साथीहरू यता हो क्या सर्टकट है यहाँबाट छिर्नु पर्यो यस्तो छ है यस्तो हाम्रो गाउँघरको बाटो तर जे होस् स्वच्छ वातावरण गाउँ पनिको गाउँै हो नि साथीहरू होइन गाना सुन्दै हिँड्दै एकपट्टि गाना सुन्दै अर्कोपट्टि चारो बोक्दै हिँड्दैछु म ब्लग बनाउँदै अरे 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 लरी म जस्तै क्युट रहेछ सानो सानो चुटुक्क परेको हामी त साथीहरू के कसो आया पानी परेर बगेछ हौ पानी परेर बगेछ भित्ता हेरौँ म चाहिँ यहाँनिर हिँड्दा होइन थाके जस्तो भयो कि यहाँ टुक्रुक यसरी बसिरहेको छु यसरी यहाँ चारोको पोका खाया है त्यस्तो के को त सब्जीको बोक्राहरू यस्तो दामी हावा चलिरहेको छ सर यस्तो छ बाटो अब यो बाटो हिँड्नुपर्ने कि त्यही भएर एकछिन बसेछु यस्तरी बसिरहेको छ हावा खाँदैछु टुक्रुक्क चिसो हावा चलिरहेको तर यस्तै रमाइलो हुन्छ घाममा त हिँड्नै सक्दिनँ कि म त घाममा हिँड्यो भने त टाउको दुखेर हैरान हुन्छ बेलुका त म त सुत्नै सक्दिनँ टाउको दुखेर हिजो त्यस्तै भएर एकछिन घाममा निस्क्यो त्यो बजारतिर निस्किँदाखेरि घाममा हिँडेर ओहो राति टाउको दुखेर अहिले नि अब यहाँ हात दुख्दैछ यस्तो छ हौ कहिले टाउको दुख्ने कहिले हात दुख्ने के गर्नु साथीहरू यस्तो हो पीडित भन्छ कि के भन्छ त्यसलाई बिरामी पीडित धेरै बलवान भएपछि यस्तो धेरै हेल्दी भएपछि हिँड्न साथीहरू यस्तै हुन्छ गाह्रो छ नि गाह्रो छ अब यहाँ यसरी हिँड्नुपर्छ यस्तो सर्टकट हो यो चिप्ल्यो भने हिँड्न पर्दैन एकैचोटि तल पुगिन्छ चिप्ल्यो भने चाहिँ फेरि चिप्ल्यो भने हिँड्न पर्दैन साथीहरू आया यस्तो बाटो हाम्रो यो चाहिँ बेसी जाने बाटो बेसी भनेको चाहिँ के हो भन्नु होला थाहा नहुनेले चाहिँ बेसी भनेको चाहिँ हाम्रो खेतबारी हो कस्तो छ भाइ बाटो ल यस्तो खान बाटो चिप्लो रहेछ त पानी त अस्ति मात्रै परे जस्तो लाग्छ हिजो त पऱ्यो र भने यो अस्तिको पानीले यस्तो चिप्लो बाटो यस्तो पत्कर यहाँबाट चिप्ल्यो भने कहाँ पुग्यो कराउनु थालिसक्यो अनि तल बाख्रा के अरे कुखुरा हाँस सुन्दै कि छैन अलिअलि सुन्दै होला है कुखुरा हाँस कराउँदै यस्तो बाटोहरू छ साथीहरू ल है आया गल्छ हौ बानी नभएर उकालो बडालो त के हो के गर्नु तर यस्तो के भन्छ
रिल्याक्स चिल बस्ने यस्तो खालको ठाउँ त ओहो नि। यहाँनिर चाहिँ हाम्रो कुखुराहरू छ, तर चाबी लिएर जानुभएको होला दादाले। ल ल ल यसरी हेर आइपुग्यौँ हाम्रो बेसी। यहाँनिर चाहिँ हाम्रो गाई भैँसी के हो मलाई थाहा छैन होइन, दादाले ल्याउनुभएको। अनि ओहो लौ 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 हाम्रो खेत, बेसीको खेत यस्तो छ। यहाँ चाहिँ हाम्रो माताजी लक्ष्मी माता, यता जुन हाम्रो। अनि उता पर छ सुँगुर, यहाँ छ बिरुवा के हो यो, कति राम्रो फुलेको यो फुल त। यसलाई उठाएर यसरी राखिदिउँ। यसलाई तल्लो कालै झारिदिन्छु मैले। अनि यहाँ छु मेसिन, यो धान चामल धान पेल्ने मेसिनहरू चाहिँ यस्तो हुन्छ साथीहरू। हाम्रो कान्छाले ल्याउनु भएको। अनि यस्तो कि अहिले पानी परेपछि त्यो हरियो हरियो लाग्ने कि के लाग्ने त्यस्तो। अनि यो चाहिँ घाँस काट्ने, घाँस पेल्ने कि काट्ने दुइटै एउटै होला। अनि यहाँदेखि उता पर छ धारा, यहाँदेखि उता पर यहाँ ट्याङ्की देखिरहेछ। अनि यस्तो चाहिँ हाम्रो बेसीको खेत, मकै अनि तल अलैँची के रोप्नु छ। ओहो आँप फल्दै रहेछ, खै यत्रो भएछ आँप पनि। ल आँप फल्ने सिजन छ अहिले चाहिँ। अनि यता छ यता बारी, यहाँनिर अम्बाको बोट सिजनमा चाहिँ खतरा फलेको थियो। अनि यहाँ सुन्तलाको बोट अब अलिपछि फल्छ। कति दामी देखेको माथि फुलेको फुल, गेट फुल जस्तो कस्तो मजाले फुलेको हौ माथि। केराको बोट के को बोट छ यहाँनिर, त्यहाँनिर डल्ले खुर्सानी फलिरहेन टुक्लुक। अनि यहाँ चाहिँ हाम्रो सुँगुर च्वाचे सेकुवा के छ ओ सेकुवा। यस्तो हुन्छ साथीहरू सेकुवा। ल हेरौँ है कोलाई मनपर्छ, मलाई त मनपर्छ। तर साथीहरू मैले चाहिँ यो माथि आँपको बोट कता हो, केराको बोट पो देख्छ। यो माथिको आँपको बोटबाट भर्खर टिपेर खाएँ। अर्ग्यानिक ताजा आफ्नै बारीको अर्ग्यानिक आँप। अन्त अघि न टिपेको भिडियो गर्नु पाइनँ नि त। हामीले चाहिँ यहाँ डल्ले खुर्सानी टिप्नु जानु आँटेकोमा चाहिँ केरा पनि फल्दैछ। तर यो अलिक त्यस्तो धेरै अमिलो छैन रहेछ क्या, अलिअलि मात्रै खाने बेला चाहिँ भइसकेको छैन रहेछ। यो चाहिँ अलिक बिसाके भन्ने रहेछ कि बिकासे आँप जस्तो छ क्या, त्यही भएर त्यस्तो अमिलो नि छैन रहेछ क्या। यस्तो छ हाम्रो बेसीको खेतबारी। यहाँ माथि सनफ्लावर फुलिरहेको छ, कता हो त्यो माथि देख्दिनँ। म चाहिँ हेर्नु न फर्किँदैछु क्या बेसीबाट। अनि फर्किँदा पानी पऱ्यो, क्यामेरामा नि पानी पऱ्यो जस्तो छ। अनि पानी पऱ्यो, छाता नबोकिआएको थियो हिँड्ने बेला, त्यस्तो पर्ला जस्तो देखेको थिएन, परिहाल्यो क्या। छाता चाहिँ अर्ग्यानिक छाता हो, यस्तो हुनुपर्छ। मेरो चाहिँ मैले अलिअलि साग र अनि डल्ले खुर्सानी टिपेर ल्याएछु बारीबाट। अनि पानी पऱ्यो, यस्तो भिज्या बाटो त भिज्या देखिन्छ कि देख्ने हो, यसरी भिज्या ढुङ्गा। ठ्याक्क पानी पऱ्यो क्या, हिँड्नु आँट्दाखेरि मेरो पाले पर्दैन होला ठुलो भनेर हिँडेको, अलिअलि त भिजाउने जस्तो पऱ्यो क्या। देखिँदैछ कि छैन क्यामेरामा, यस्तरी छाता ओढेर हिँड्दैछु क्या। उकालोमा गल्यो। कपालले बिग्रेछ, छाताले कपाल बिगारेछ।
यति हो साथीहरू। अब म चाहिँ घर जाँदैछु। आजको भिडियो चाहिँ यति नै हो। बेसीको भिडियो, बेसीसम्मको, घरदेखि बेसीसम्मको भिडियो त्यति होइन। अनि देखाइहालेँ मैले हाम्रो बेसीको खेतहरू होइन। त्यसै साथीहरू म चाहिँ तर त्यस्तो आउँदिनँ तलतिर चाहिँ, खासै झर्दिनँ। ए चप्पल चिलेर अघि त झन् हिँड्दा छोडिराखेर हिँड्दो रहेछु म त। अनि त्यो साथीहरू आजको भिडियो चाहिँ यति नै हो। कपाल नै बिग्रिसक्यो हिँड्दा छाताले। अनि त्यताबाट चढ्नुपर्ने थियो है। त्यो साथीहरू आजको भिडियो चाहिँ यति नै हो। मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा बसौँ के बोलेको, फेरि पनि अर्को भिडियोमा भेटौँला भन्दै आजको लागि चाहिँ बिदा हुन चाहन्छु। बाइ बाइ साथीहरू।